हाम्रो माटो सुहाउँदो संविधान हो भन्ने हिसाबले अगाडि बढ्दा बढ्दै पनि स्थिति के भयो त भनेर भन्दाखेरि हाम्रा छिमेकी राष्ट्रका नेताहरूलाई चित्त बुझेन, जसको कारणले गर्दा संविधान फेर भन्ने दबाब आयो। हाम्रा नेताहरूले मानेनन्, हामी आफ्नै सार्वभौम शक्तिमा अडिग रहन्छौँ भन्ने हिसाबले चाहिँ अगाडि बढ्यो। यसरी अगाडि बढ्दा तपाईहरूलाई थाहा छ देशले के बेहोर्नु पर्यो, नाकाबन्दी बेहोर्नु परेको इतिहास साक्षी छ। इतिहासमा नाकाबन्दी मात्र भएन, 2072 सालमा भूकम्प पनि बेहोर्नु पर्यो। भूकम्प, नाकाबन्दीदेखि लिएर कोभिडसम्म त्यही 35 वर्षमा बेहोर्नु परेको इतिहास हामीले बिर्सेका छौँ, बिर्सेका छैनौँ। यी सबै सवालहरूको कारणले गर्दा अब हामीले भन्न सक्नुपर्छ, हिजोदेखि हामीले बनाइएको सङ्गठन क्युबेक नेपाल, नेपाल ट्रेड युनियन महासङ्घको सशक्त सबैभन्दा बलियो आन्दोलन निर्माण गर्ने क्युबेक नेपालले भन्न सक्नुपर्छ, हामी हिजो पनि मरेका थिएनौँ, आज पनि मरेका छैनौँ, हिजो पनि सुतेका छैनौँ, आज पनि सुतेका छैनौँ। कहीँ कहीँ हिँड्दै गर्दा लड्न सक्छ, मरेका होइनौँ। त्यसकारण वर्षको बिचमा, यो 35 वर्षको बिचमा ढलेको धरहरा कसले बनायो, सुकेको रानीपोखरी कसले बनायो, आज देशको चाहिँ पर क्यापिटा इन्कम पञ्चायतमा कति थियो, विद्युत कति थियो, हस्पिटल कति थियो, यी सबैको लेखाजोखा गर्ने हो भने तपाईँहरूको सम्मेलन अवधिभर बोल भने बोल्न सकिन्छ। म त्यतातिर जान चाहन्न, तपाईँहरू खोज्नुहोस् अहिले कति विकास भयो। यो मैले भनेको कुरा होइन, अहिले केही घन्टे सरकारको अस्ति भर्खरै भएको अर्थमन्त्री वाग्लेजीले नेपालको विकासको चरण धेरै कुरा उल्लेख गर्नुभएको छ। त्यसलाई सम्झाउन सक्नुपर्छ र भन्न सक्नुपर्छ। हामी पनि कन्फ्युजनमा भयौँ, हामीलाई पनि अलिकति होकी जस्तो लाग्यो, ठुलो कुरा गरे होकी जस्तो लाग्यो, केही गल्ती भएकै हुन्। यी सबै कुरा हुँदा हुँदै पनि गल्ती त अलिअलि भएकै हुन्। त्यो